के नाच्यो त्यो बुझ्छस् हँ बाजे यो त ट्रेनिङ हो। ट्रेन्डिङ मलाई त तेरो हर्कत देखेर ट्रेभलिङ जस्तो हजुर त भाइरल हुनुभयो यहाँ हेर्नु। भाइरल हजुर मलाई त भाइरल ज्वरो आएकै छैन। त्यो राति अहिलेसम्म कहाँ गयो यार? बिहा छ कि छैन अहिलेसम्म? मैले बिहानदेखि यो सबै दाल छुटिसकेँ, त्यो खेती पनि सबै लगाइसकेँ, खेती जोतिसकेँ, खेती बिनाको खेती मैले जोतिसकेँ। अहिलेसम्म त्यो कहाँ गयो होला? ए नाति। हजुर बाजे म त यहाँ मोबाइलबाट अर्निङ गर्दैछु। के रे के को अर्निङ? म यहाँ खेत जोतेर अर्निङ गर्छु, तँ चाहिँ फोन च्यापेर कसरी अर्निङ गर्छु? हँ होइन के बाजे, यो डिजिटल जमाना हो, यहाँ दिमागले काम गर्नुपर्छ, हातले होइन। दिमाग चल्छ तेरो? दिमाग चल्छ? तेरो दिमाग त पुरा टिकटक बनानामै गयो। अहिले भनिरहेको छ सोसियल मिडियाबाट पैसा कमाउँछु। के हो बाजे, बिहान होइन नाति र बाजेको युद्ध सुरु। के हुनु यार, यो नातिले भनेकै मान्दैन, कहाँ जान्छ। पुरै गाउँको मान्छेले मेरो नाक काटिसक्यो। यसको नाति त फोनमा लागिरहन्छ, फोनमा बिजी रहन्छ, आफ्नो बाजेको भने मान्दैन। यस्तो किन गरेको नाति, तिमीले भने मान्नुपर्छ त। के गर्ने बाजे, यो पालि त अब सोसियल मिडियाको यो त डिजिटल जमाना हो। सोसियल मिडिया भएर हुन्छ, गाउँमा त काम गर्ने हो त। के हो के अनि भनेकै मान्दै मान्दैन। बुढा मान्छेको भने मान्नु हुँदैन। मोबाइल त रातमा चलालास, खाना खाए बेला कामको टाइममा त काम गर्ने हो त। चला त भन्नु काका। त के गर्छस् हँ त्यो छतमा बसेर मोबाइल चलाउँछ? कन्टेन्ट बनाउँछु के काका। कन्टेन्ट खाना मिल्छ कन्टेन्ट। ए नातिनी के गर्दैछ त? के नै बाजे? के नाच्यो त्यो बुझ्छस् हँ? बाजे यो त ट्रेनिङ हो। ट्रेन्डिङ मलाई त तेरो हर्कत देखेर ट्रेभलिङ जस्तो लाग्यो। खैला फोन, म पनि सिक्छु अब यो फोन चलाउन, सोसियल मिडियाको युज गर्न। ए नाति। हजुर बाजे। खै मलाई फोन चलाउन सिकाइदिए त। हजुर तपाईँले? मैले पनि सिक्नु पर्यो नि। हजुरले पनि सिक्ने अब? तिमीहरू पनि पैसा कमाइरहेको छौ सोसियल मिडियाको युज गरेर, डिजिटल जमाना भन्छौ। खै मैले पनि सिक्नु पर्यो। खै कस्तो पैसा कमाउँदो रहेछ। हुन्छ यहाँ यो चाहिँ नि यहाँ दाब्ने पहिले, अनि यहाँ यता गएर यहाँमा दाब्ने, अनि यहाँबाट यस्तो गाना आउँछ, अनि यो अगाडि राख्ने अनि नाच्ने। अनि गाना आउँदैमा नाच्दैमा पैसा आउँछ भन्ने हुन्छ? अब त्यस्तै हुन्छ कि यहाँ त। यो त यस्तै हो, सोसियल मिडिया हो नि, त्यस्तै पैसा कमाइन्छ त यहाँ त। यहाँबाट यस्तो गर्ने अनि चाहिँ बनिन्छ। ल म आफ्नो बनाउँछु है पहिले है। ल म पनि फोटो खिच्छु। हँ यो मेरो अनुहार, मेरो फेस यो फोनमा किन देखिरहेछ? बाजे यो त क्यामेरा हो। क्यामेरा? अनि यो यस्तै हुन्छ। अच्छा ल सबैलाई नमस्ते, म चाहिँ बुढो बाजे। अनि आज म तपाईँलाई यो फोनमा देखाउन गइरहेको छु कि खेत कसरी जोतिन्छ, खेत कसरी जोत्छन् है। बाजे बाजे हजुर त भाइरल हुनुभयो यहाँ हेर्नु। भाइरल? हजुर मलाई त भाइरल ज्वरो आएकै छैन। होइन कि हजुर फेमस हुनुभयो टिकटकमा। बाजे तपाईँ त फेमस हुनुभयो। हो बाजे तपाईँ त इन्फ्लुएन्सर। के गर्नु, कसैले के भन्छ, कसैले के भन्छ। यसले भन्छ भाइरल हुनुभयो, उसले भन्छ फेमस हुनुभयो, अब त आएर भनिरहेछस् इन्फ्लुएन्सर हुनुभयो। ए बुझेँ मैले, त्यो फोन खराबी नरहेछ, फोन त राम्रो रहेछ, तर यिनी मानिसहरू दिनभरि फोनमै लागिरहने बानी खराब रहेछ के। ठिक भन्नुभयो हजुरबा हजुरले। ल काम पनि गर, तिमीहरू फोन पनि चलाऊ, तर ब्यालेन्स चाहिँ राखिराख्नु है। अनि मेरो पनि टिकटक बनाइदियो नि त। हजुर हुन्छ, आउने नि हजुर पनि। ल कति बेला? जति बेला हुन्छ हजुरको समय। ल हुन्छ। पहिलेका मान्छे खेतमा हराइरहन्थे, अहिलेको मान्छे त फोनमा हराउँछन् यार। त्यसो होइन बाजे, आउन टिकटक बनाऊ। आउन बाजे नहीं, म टिकटक नमार्ने। ल गाइज, तपाईँले हामीहरूको भिडियो हेरिसक्नु भएको होला। ल तपाईँले हाम्रो भिडियो हेरेर तपाईँले कस्तो मान्नुभयो
हामीलाई प्रतिक्रिया दिनुहोला। यदि तपाईँ जस्तो तपाईँलाई मनपर्छ जस्तो टाइपको भिडियो मनपर्छ यस्तो यस्तो टाइपको भिडियो बनाउनु भनेर हामीलाई कमेन्ट सेक्सनमा भनिदिनु होला। हामी त्यही रिलेटेड त्यही सम्बन्धी भिडियो बनाउने प्रयास गर्नेछौँ र हामीलाई लाग्छ कि तपाईँलाई हाम्रो भिडियो राम्रो लागेको हुनसक्छ। धन्यवाद। नेक्स्ट टाइम पनि सबैले सब्स्क्राइब शेयर हानिदिनु होला।